महानगरपालिका स्ट्याटसको भरमा चल्दैन। त्यहाँ जोले छैठत कार्यवाही बैठकबाट कारवाही गर्ने। कर्मचारीले सिस्टम छलेर एउटा नक्सा पास गर्दाको परिणाम अहिले देखिएको छ। काठमाडौँका मेयर बालिन शाह र संघीय सरकारका सहसचिव तथा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको विवाद अब प्रतिष्ठाको लडाईमा आएको छ। काठमाडौँ टावरको नक्सा नियम विपरीत पास गरेको भन्दै महानगरले विधामा राखेका गुरागाई जबरजस्ती आफ्नो कार्यकक्षमा पुग्दै गर्दा महानगर दुई कित्ता भएको छ। मेयर बालिन शाहको निर्देशनमा नगर प्रहरीले गुरागाईलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरे भने उपमेयर सुनिता डङ्गोल सहित वडाध्यक्ष तथा कर्मचारी उनलाई स्वागत गर्न प्रमुख प्रशासकीय अधिकृतको ढोकामा लागेको ताला फोडेर वडाध्यक्ष तथा कर्मचारीले गुरागाईलाई कार्यकक्षमा छिराए। कर्मचारी र नगर प्रहरी बीच धकेला धकेलो भयो। कर्मचारी सबै पठाइदिए जनप्रतिनिधि त केही नभन कर्मचारी बाहिर पठाइदिए कर्मचारीलाई जनप्रतिनिधिज्यूहरू हुनुहुन्छ कर्मचारी यहाँ किन हस्तक्षेप। प्रमुख प्रशासकीय अधिकृत गुरागाई आफ्नो कार्यकक्षमा बसे। त्यसपछि उपमेयर डङ्गोलको नेतृत्वमा बैठक नै बस्यो। डङ्गोलले बालिनलाई बन्द कोठामा बसेर आदेश नदिई समस्या समाधान गर्न मौखिक आदेश हो भने पनि आफू आएर भन्नुपर्छ होला। अब यहाँको फेरि यो ढोका खोल्ने बित्तिकै फेरि भिडन्त हुन्छ कि अब त्यो भिडन्त फेरि बनाउने कि नबनाउने। अझै तपाईँले त्यही कुरामा स्ट्रिक हुनुहुन्छ भने प्रमुख अगाडि आउनु पनि सबैलाई जवाब दिनु पर्यो।